हेलो स्टुडेन्ट्स, आज म तपाईहरुलाई क्लास 12 को कम्प्लेक्स नम्बर लिएर आएको छु। कम्प्लेक्स नम्बरको बारेमा तपाईहरुले क्लास 11 मा पनि पढिसक्नुहुन्छ। कम्प्लेक्स नम्बर के हो? जसरी अब पुरै नम्बर के हुन्छ? होल नम्बर हुन्छ, नेचुरल नम्बर हुन्छ, हैन? यो सबै गर्नु पर्यो भने हामी कम्प्लेक्स नम्बरको डिटेल डेफिनेसन पास, मोडुलस, त्यसको कन्जुगेट हामी सबै क्लास 11 मा नै पढिसकेका छौं, हैन? कुनै पनि नम्बरलाई हामीले कम्प्लेक्स नम्बर फर्ममा के गर्न सकिन्छ त? रिप्रेजेन्ट गर्न सकिन्छ। यानी कि हरेक नम्बरको युनिभर्सल सेट जुन हुन्छ नि, त्यो कम्प्लेक्स नम्बर हुन्छ। कम्प्लेक्स नम्बरको के लेख्न सकिन्छ? एनी नम्बर in the form z is equal to x plus I y. It's called complex. सिम्पल छ। कुनै पनि नम्बरलाई हामीले दुई पार्टमा रिप्रेजेन्ट गर्न सकिन्छ। एउटा रियल पार्ट हुन्छ, अर्को के हुन्छ? इमेजिनरी पार्ट हुन्छ। आई भनेको के हुन्छ? आयोटा हुन्छ, हैन? आई भनेको आई स्क्वायर भनेको -1 या आई भनेको हामीले √/-1 यो हामीले डिटेलमा पढ्न सक्छौँ। यसको बारेमा म खासै चर्चा क्लास 12 मा गरिरहेको छु। क्लास 12 मा हामीले पढ्छौँ पोलर फर्म। क्लास 12 मा जो हाम्रो कोर्स अफ कन्ट्याक्टमा छ, एउटा के छ? पोलर फर्म छ। पोलर फर्म भन्छ यसलाई, युलर फर्म और यसलाई एक्सपोनेन्शियल फर्म पनि भन्छ। त्यसपछि डी मोर्गेज थियो। यति कोर्स कन्टेन्टमा रहेर क्लास 12 को के गर्न सक्छौँ? हामीले कम्प्लेक्स नम्बर सुरु गर्न सक्छौँ। ठीक छ? ल, अब हामी क्लास 12 को बेस अफ कन्टेक्टमा फर्स्ट नम्बर जुन छ, फर्स्ट टपिक जुन छ, फर्स्ट टपिकमा म आज सुरु गर्न भनेको पोलर फर्म। पोलर फर्मलाई ट्रिगोनोमेट्रिक फर्म भन्दा पनि भनिन्छ। पोलर फर्मलाई हामीले के भन्ने? सिम्पली ट्रिगोनोमेट्रिक फर्म भन्दा पनि भनिन्छ। ल, कुनै पनि कम्प्लेक्स नम्बर छ, त्यसलाई हामीले रिप्रेजेन्ट गर्न कसरी गर्न सकिन्छ? कम्प्लेक्स नम्बर भनेको के हुन्छ? x plus I y हुन्छ, हैन? यसलाई कार्टेशियन प्रोडक्टमा, कार्टेशियन प्लेनमा हैन रिप्रेजेन्ट गर्यो भने यहाँ लेट गरिहाल्यो भने यो x एक्सिस जुन छ रियल प्लेन भनेको रियल एक्सिस भइहाल्यो र y एक्सिसलाई हामीले इमेजिनरी एक्सिस के गर्छौँ? त्यसलाई रिप्रेजेन्ट गर्छौँ, लेट गरिहाल्छ। ठीक छ? यसलाई हामीले कोअर्डिनेटको फर्ममा पनि लेख्न सकिन्छ। यसलाई सिम्पली x, y यहाँ x y नभएर एउटा रियल पार्ट र इमेजिनरी पार्ट भन्ने बुझिन्छ। ठीक छ? यसले x एक्सिसमा जसरी यो के भइहाल्छ? यसले p भन्ने बनायो भने p x, y एउटा कम्प्लेक्स नम्बर छ भने त्यसरी हामीले प्लट गर्छौँ नि। यो p भनेको x युनिट के हो? x युनिट इन x एक्सिस एन्ड y युनिट इन y एक्सिस। तो p कति भइहाल्छ? x, y भइहाल्छ। यदि ओरिजिनसँग कनेक्ट गर्यो भने यो कति भइहाल्छ? OP भइहाल्छ। अनि हामीले थाहा छ डिस्टेन्स फ्रम ओरिजिन टु पोइन्ट द कम्प्लेक्स नम्बर इज मोडुलस अर z। यसलाई हामीले z रिप्रेजेन्ट गर्छौँ र सिम्पली यसलाई हामीले r पनि भन्छौँ। ठीक छ? OP इक्वल टु के भन्न सक्छ? r और मोडुलस अफ z पनि भन्छ। यो हामीले क्लास 11 मा पनि पढिसकेको हो। र यसले जति एंगल बनाउँछ नि x एक्सिसको एन्टिक्लकवाइजमा, त्यसलाई हामीले भन्छौँ आर्गुमेन्ट और एम्प्लिट्युड अफ कम्प्लेक्स नम्बर। यसलाई कार्टेशियन प्लेनमा, कोअर्डिनेट प्लेनमा जोडायो भने यो r भइहाल्छ। अनि सबैले थाहा छ यो के भइहाल्छ? r cos थीटा भइहाल्छ। यो कति भइहाल्छ? r sin थीटा। यसले निकाल्नु केही गर्नु पर्दैन, सिम्पली पाइथागोरस और ट्रिगोनोमेट्रिक रेसियोको युज गर्नुभयो भने यो आइहाल्छ। ठीक छ? त्यसैले ल, मलाई निकाल्नु छ यो x कम्पोनेन्ट निकाल्नु छ, हैन? यो के भइहाल्छ? x भइहाल्छ। यो के भइहाल्छ? b भइहाल्छ।
हामीले cos थीटा इक्वल टु के हुन्छ cos थीटा इक्वल टु p by h हुन्छ हैन p by h हुन्छ त cos थीटा ले रहेको छ b भनेको हामीले निकाल्नु छ h भनेको के भइहाल्छ r b इक्वल टु के भइहाल्छ r cos यानी कि x इक्वल टु के भइहाल्छ r cos थीटा सिमिलरली हामीलाई मानिस कि यो गिभन छ यानी h गिभन छ यो पार्ट निकाल्नु छ वर्टिकल कम्पोनेन्ट निकाल्नु छ या इमेजिनरी कम्पोनेन्ट निकाल्नु छ इमेजिनरी पार्ट निकाल्नु छ y निकाल्नु छ भने हामीले यो p भइहाल्छ र यो h भइहाल्छ त्यहाँबाट हामीले sin रेशियो के हुन्छ sin थीटा भनेको के हुन्छ p by h हुन्छ sin थीटा p भनेको कति भइहाल्छ निकाल्नु छ हामीले y कम्पोनेन्ट निकाल्नु छ हैन y कोअर्डिनेट निकाल्नु छ इमेजिनरी पार्ट निकाल्नु छ यो के भइहाल्छ अब h भनेको r यहाँबाट हामीले p r sin थीटा निकाल्न सकिन्छ त्यो भनेको के हुन्छ y इक्वल टु r sin यहाँबाट दुईटा y इक्वल टु हामीले यहाँ r sin थीटा निकाल्न सकिन्छ अब दुई नै मेन हो r भनेको के हो हामीले जान्न सक्यौं हैन मोडुलस अफ z यानी कि कुनै पनि कम्प्लेक्स नम्बरको डिस्टेन्स फ्रम द ओरिजिन लाइन के हुन्छ हामीले r भनिन्छ ठीक छ त्यसपछि थीटा भनेको के हो आर्गुमेन्ट अफ z त्यसलाई हामीले एम्प्लिट्युड पनि भनिन्छ यो x एक्सिस बाट एन्टी क्लकवाइज डाइरेक्सनमा कम्प्लेक्स प्लेनले बनाएको के हो त एंगल ठीक छ जब हामीले रियल पार्ट र इमेजिनरी पार्ट यानी x र y लाई हामीले ट्रिगोनोमेट्री रेशियोमा चेन्ज गरिसक्यौं इट क्यान बी रिटेन्ड हैन पहिला हाम्रो z के थियो z इक्वल टु x प्लस i y थियो हैन it can be now it can be written as in the form z is equal to x को ठाउँमा के राख्नु हुन्छ r cos थीटा प्लस y को ठाउँमा के राख्नु हुन्छ r sin थीटा यहाँबाट तपाईले कमन लिनुहुन्छ भने r कमन लिएर के भइहाल्छ cos थीटा प्लस i sin थीटा हैन यही के हो त हाम्रो कम्प्लेक्स नम्बर 10 पोलर यानी कि ट्रिगोनोमेट्री यसरी हामीले कुनै पनि कम्प्लेक्स नम्बरलाई पोलर फर्ममा चेन्ज गर्न सक्छौं नेक्स्ट पार्टमा हामी एउटा क्वेशन लिएर आउँछौं जसबाट कम्प्लेक्स नम्बरलाई हामी पोलर फर्ममा कसरी चेन्ज